रिलिफ क्याम्पमा दार्जिलिङ सांसद राजु विष्टज्यू आउनुभयो है र हामीले चाहिँ यहाँ कमिटी हलमा पहिरो पीडित परिवारलाई हामीले राखेका छौँ यसरी र पहिरो चाहिँ यस्तो आएको थियो है। यो बीचमा थियो सर कि निशानी छैन हेर्नुहोस् यस्तो यो सेतो देख्नु हुँदैछ नि त्यहाँदेखि माथि राजु विष्ट सरले यहाँ पहिरोको निरीक्षण गरिरहनु भएको छ है। अनि तपाईले कसरी भाग्नु भयो नि घरमा कोही थिएन हजुर मेरो देउघर दोकान छ देउघर उसलाई चाहिँ के भएन हजुर उ चाहिँ हल पस्दाखेरि चाहिँ तल घर दिदीहरुमा आइपुग्यो त्यहाँको दिदीहरुमा आइपुग्दाखेरि चाहिँ जस्तो आइपुग्यो त्यस्तै माथिबाट दुई साइडबाट आयो नि त सर एक साइड फसियो सेकेन्ड साइडले चाहिँ घर लगेको अनि केही निकाल्नु पनि पाएन सर हाम्रो त लाउने खाने केही छैन घर छैन जग्गै छैन जग्गै छैन सर घर चाहिँ यहाँ बीचमा थियो बीचमा जग्गा भन्यौँ जे भन्यौँ यति नै थियो सर कमिटी हल छ कमिटी हलमा पनि अब यहाँ कार्यहरू पर्यो भने के गर्यो भने हामी कहाँ फेरि राख्नु हेर्नुहोस् न त्यो झुन्डिरहेको छ त्यही आयो भने पनि हामीलाई त खतरा छ सर अब फेरि विशेष चाहिँ अब घर बनाउने जग्गा छैन सर कि उहाँलाई चाहिँ नयाँ सिफ्टिङको लागि अब जमिनको प्रोभाइड गर्नुपर्ने भयो तर अब यहाँ टी गार्डन एरियाको छ टी गार्डन एरियामा मालिकसँग नि अब कतिवटा कुरा को छ मालिक सुशील चौधरी सञ्जय चौधरी चलाउनु हुँदैछ अहिले कहाँको वास्तवमा चाहिँ सिलगढीमा हो तर प्रायः जस्तो उहाँको बसी चाहिँ कलकत्तामा बस्छ सञ्जय चौधरी त्यो के अरे अर्को पनि गार्डन छ नि यसको छैन एउटा चौधरीको छोरा चाहिँ सञ्जय नि रिङटङ टी गार्डन अब यो बाहेक जुन चाहिँ यो परिवारको चाहिँ तपाईँको दुईटा घर बनाउने जग्गै छैन अथवा घर अझै दुईटा घर छ छैन अब यहाँ तीनटा घर चाहिँ सिफ्ट जति एउटा लुगा लगाएको चाहिँ त्यो बाहेक तीनटा घर चाहिँ सिफ्ट हुन्छ दसैँमा टिका लाउन जाँदा लाएर गएको लुगादेखि बाहेक चाहिँ अरू केही छैन हजुर केही मान्छे चाहिँ कसरी बाँच्यो त्यो दिन टिकामा गएको थिएँ घर परिवार दुईजना चाहिँ सुतेको थियो सञ्जय चौधरी मुन्डा पनि पहिले यसो थियो होइन सर पहिला पहिला नम्बर छ डेटको टाइममा नम्बर सञ्जय चौधरी गुन्डा छैन मान्छे नै गुन्डा होइन सर सञ्जय चौधरी चाहिँ रिन्टोक टी तपाईँको नम्बरहरू छ अरे मेरे को तो अब पता चला मैं तो वो सोचता था सोनादा के पास वाला अरे बचौड़ा निकाला चल